यहाँ ठुलो नानीको बिहेको तयारी हुँदैछ। आज जन्ती भोज बतेर छ। यहाँ पत्रिका टाङ्ने काम भइरहेको छ। टाक्रो पो छिट्लो न। आज नानीको बिहाको भव्य तयारी हुँदैछ पकाउनको लागि। आलु प्याज टमाटर काट्ने काम भइरहेको। Esta es poco leer. नास्ता बनाउने तयारी भइरहेको मान्छेहरूलाई। बोटुक र सेलरोटी अचार कति राम्रो मिठो होला जस्तै हुन्छ सेलरोटी। मेरो मान्छेले त्यहाँ राख्ने रुल गर्ने अर्को मान्छे मारे है उनी भन्नु बिपिन आइज त आमाको मोबाइल माग्नु काइले आमाको काम यहाँ गीत बजाउनुलाई। त्यहाँ थियो न म त्यो उसमा जम्मै गइसक्यो। राखियो भयो नानी ल्याउ त पानी अरू पानी ल्याउ जतिले पानी चलाउने ल
नाबाउ छातीमा छौ भरमा छौ माथि गएर दिनु देखिन्छ हात जोडा फुल्लेर क्यास हो नमस्कार कहिले आउनुभएको त ए बहिनी आएको
हालिदियो त पानी एउटा कुल्टीका समय यता त्यो इटा माथि राखेर गर्नु नि हो